दिनमा लगाएर हिँड्नुको साटो चाहिँ एउटा रातिको समयमा भनौँ न त्यसरी चाहिँ छाडेर मन एउटा आमा हो नि त हजुर त हैन त्यो अलिकति मन चाहिँ कस्तो भयो के त्यति बेला चाहिँ नानीलाई छाडेर हिँड्नु पर्दा माया लागेन भन्न खोजेको मैले नानी लिएर हिँडेको थियो भने पनि एकदम यही सोचेँ मैले किनकि मेरो सोचाइ छोटो हो या लामो हो या गलत हो सही हो भन्ने कुरामा म अरूले जजमेन्ट गर्ला तर मेरो लागि मेरो सोचाइ या मैले खुदको लागि सोच्नु मेरो फ्युचरको लागि सोच्नु म जब गर्नैपर्छ म यसरी बस्न सक्दिनँ एउटा ठाउँमा बुझेर अरूले भनेको भनाइ सुनेर टचर सर तैँले गर्दा घर यस्तो भयो तैँले गर्दा उस्तो भयो मेरो बाउमाले त जान्थ्यो र म त्यो ख्यालको छैन नि त मैले अरूको लागि मैले यत्रो सेक्रिफाइस गरेको छु अरूको लागि मैले अरूको खुसीको लागि म गर्दैछु भने त मेरो खुसी त्यहाँ त्यो घरमा नि यस्तो थियो अब उहाँ विदेशमा ऊ के भएर बिरामी भयो थाहा छैन के भयो उसले पनि प्लस त यो भएर बिरामी भयो भन्ने तर घरमा मलाई आमाले 2-3 साल यस्तो छन् भन्नुभयो कि टेन्सनले बिरामी भयो कति टेन्सन दिन्छ दर्शकबिन यति बेला तपाईँ पूर्वाञ्चल टिभी हेर्दै हुनुहुन्छ हामीले केही दिन अगाडि एउटा भिडियो प्रस्तुत गरेका थियौँ एउटा कोठामा 3 वर्षको नानीलाई चाहिँ छाडेर चुकुल लगाएर चाहिँ श्रीमती फरार भनेर एउटा भिडियो प्रस्तुत गरेका थियौँ झापाको मेचीनगर नगरपालिका वडा नम्बर 15 को त्यो भिडियो प्रस्तुत गरिसके पछाडि यतिखेर जो सम्पर्क विहीन हुनुहुन्थ्यो उहाँ सम्पर्कमा आउनु भएको छ हामीलाई उहाँले सम्पर्क गर्नु भएको छ उहाँको कुरा पनि हामी जस्ताको तस्तै तपाई माझमा राख्न गइरहेका छौं हजुर जुन मलाई त्यो हिँडो त्यता भनेर आरोप लाउनु भएको छ नि घर परिवारले हजुर म हिँडेकै हो यो कुरा सत्य हो म हिँडेकै हो तर एउटा छोरी मान्छेलाई जब घरको माइत कसैको सहारा मिल्दैन त उसले के गर्छ मलाई त्यो घरमा म बिहे गरेर गएको 5 वर्ष पुरा भएर 6 वर्षमा हुँदैछ हैन तर मलाई त्यो घरमा गएदेखि 4 महिनादेखिको मेरो जुन अहिले पहिलेको हस्बेन्ड बहादुर गुरुङलाई पनि रामरी नै थाहा छ कतिसम्म टर्चर भयो कतिसम्म के भयो उसको दाजुहरूले के भने कसो गरे भनेर इज्जत समेत निलाम गर्दै 500 मा बिक्ने भनेर भने र पनि म सगाएर बसेको हो नि त्यत्रो 5 वर्ष हर कुरा मलाई सानो कुरामा टर्चर भइरहेको थियो मैले त्यहाँनिर मेरो फ्युचरै देखेको थिइनँ मैले छोडेर जान त पहिले नै खोजेको मैले त्यहाँ फ्युचरै देखेको थिइनँ मलाई बार सानो कुरामा मार्दिन्छु काट्दिन्छु मेरो छोरा जन्मेको बेलामा म नानीको कसम खाएर भन्छु मेरो छोरा जन्मेको बेलामा यो त उसलाई पनि थाहा छ छोरा जन्मेको बेलामा त्यहाँनिर नानी धरी मार्दिन्छु भनेको सम्पत्ति खान आएको भनेर बार टर्चर गरेको भनेको कसले चाहिँ त्यस्तो गर्नुभयो क्या त्यस्तो भन्न चाहिँ हजुरलाई जुन टर्चर दिनुभयो भनिरहनु भएको छ नि जुन उसको ठुलो दाजुले मलाई त्यसो भनेको पछि अनि मलाई लाग्यो बाउ आमाले त सपोर्ट गर्छ बाउ आमा मेरो पक्षमा छन् भन्ने लागेर म त्यहाँ बसिरहेँ तर मलाई पछि गरे कि बाउ आमा नि मैले जुन चेलीलाई यति धेरै माया गरेँ ऊ पनि मदेखि टाढा बाउ आमा पनि मदेखि टाढा एकपल्ट यो टाइम पनि आइसक्यो कि मसँग त्यो घर परिवार कोही नबोले न मैले अरूलाई बुझाउनु नसकेको न मैले आफू बुझ्नु नसकेको मै कन्फ्युज भएँ मैले जति पनि मलाई यस्तो पीडा भएको छ भनेर अरूलाई सुनाउनु खोज्थेँ नि अरूले पनि यही भन्थ्यो कि घरको कुरा किन बाहिर निकाल्छ घरको कुरा बाहिर ननिकाल भन्थ्यो अब म घरको कुरा कसैलाई सेयर नगरौँ मलाई यस्तो भएको छ भनेर सेयर नगर्नु हो भने त म कसलाई गएर सेयर गरौँ म कहाँ गएर सेयर गरौँ अनि जुन मलाई यो 3 लाख यति लगो भनेर आरोप लाग्छ नि उसको ऋण 5 लाख भन्दा ज्यादा थियो उसले पठाएको पैसाहरू जुन मलाई 3000 4000 पकेट खर्चको लागि 3 महिनामा पठाउँथ्यो त्यसबाट अरू पैसा सबै ऋण दिनु पठाउँथ्यो त्यतिले घर खर्च र नानीलाई पढाइ घर खर्च टर्छ भन्न त आफै अब उसले मलाई ऊ जति पनि सोझो भइरहेछ नि केही गरेको छैन भनेर उसले पनि उसलाई राम्रै थाहा छ घर परिवारबाट यत्रो टर्चर भइरहेछ यसले सहनु सक्दैन भनेर उसले पनि उसको पनि मैले केटीसँग भेट बोलेको म्यासेज जस्तो म अब सुरुमै म हजुरलाई भन्न चाहन्छु जस्तो हामीले यहाँ चाहिँ 3 वर्षको नानी हामीले गएर पनि हेर्यौं हैन हामीले भिडियोमा पनि प्रस्तुत गरेका छौं सानो नानी जसलाई चाहिँ तपाईले एउटा बिहानको समयमा चुकुल बाहिरबाट लगाएर अनि त्यसपछि फरार भएको भन्ने कुरा उहाँले गर्नुभयो अरु हामीसँग चाहिँ यति लिएर गई उति लिएर गई त त्यसरी भिडियोमा भन्नु भएको छैन हैन अनि जस्तो अब जुन कुराहरु यहाँ भनिरहनु भएको छ यो कुराहरुले चाहिँ हजुरलाई पछि त्यो यो हामीले रेकर्ड गरिराछौं यहाँलाई पनि थाहा छ हैन त्यो कुराले चाहिँ असर चाहिँ नगर्छ है सुरुमै यो मैले भने मलाई त म त उनीहरुकै अगाडि लगेर
भन्नुहुन्छ भने पनि म सक्छु मलाई मेरो वरिपरिको मान्छेलाई असर नपरोस् त्यति हो तर म अब त चुप लागेर कतिसम्म बस्नु मैले त्यो घर मलाई सोचेँ यो घरमा भइन्जेल म मेरो फ्युचर नबनाउने रहेछु मेरो यस्तो नहुने रहेछ तर म मेरो खुसीको लागि म स्वार्थी भएँ म मेरो खुसीको लागि हिँडेँ म मेरो खुसीको लागि हिँडेपछि त कमसेकम यो घर परिवारबाट पनि टाढा हुन्छ र म अलिकति शान्ति पाउँछु यो सोचेर हिँडेँ तर मैले यो लगे त्यो लगे भनेर उनीहरूले न्युज यो विभिन्न पेजहरू हालिरहेछ तर मैले उनीहरूको केही लागेको छैन सुनको कुरा गरेको छ सुन मैले भन्नुहुन्छ नि उसलाई राम्ररी थाहा छ औँठी र मङ्गलसूत्र उसकै घरबाट हराएको त्यसमा भएको अब मैले तिलरी र कानको भनेको उसले नै मलाई 15,000मा राख भनेको थियो किनकि त्यति बेला पैसा थिएन बहिनीको पैसा बुझाउनु पर्ने थियो पैसा थिएन उसले नै मलाई राख 15,000मा भनेर मैले राखेको त्यो बाहेक मैले उसको मैले स्कुलमा काम गर्दै थिएँ स्कुलमा काम गरेकै पैसाले म नानीलेको फी पनि तिर्थेँ नानीको खर्च खाजा खर्च पनि हुन्थ्यो नानीलाई लुगा पनि त्यही पैसाले किनिन्थेँ अझ मैले बाबुआमालाई मैले पाकेट खर्च 500,000 भने पनि आमाले मलाई दिएन यसरी छैन भन्नु पनि दिएको थिएँ लुगाहरू भन्नुहुन्छ नि मैले सासु ससुरालाई पनि मैले छैन यस्तो छैन आफ्नै आमा जस्तो सम्झेर मैले गरेको थिएँ अब मलाई त्यो कुरामा त मलाई अलिकति पनि छैन उसले मलाई त्यो घरबाट यतिसम्म टर्चर भएर म हिँडेको हो मलाई अति भएर हिँडेको किनकि म अब यस्तो हुन्छ नि मलाई म अलिकति एजुकेटेड भएँ भनेर घमण्ड गरेको होइन तर मलाई हर कुरामा इन्भल्भ हुनु मनपर्छ पोलिटिकल होस् त्यस्तो मिटिङ गएँ भने पनि उसले कोसँग छस् कहाँ छस् खुकुरी लिएर आउँछु काटिदिन्छु म त्यो ठुलो मान्छेलाई भन्थेँ र मिटिङ कहिलेको यस्तो म घरको काम भ्याएर गएको थिएँ नि त मैले अगाडि नै भन्थेँ म जब गर्नु थालेँ भने म घरको काम गर्नु भ्याउँदिनँ भनेर अगाडि नै भन्थेँ हर कोही आउँछ आमा बाउ कमाइ खाएको आमा बाउलाई टचर दिएर आमा बाउलाई सतायो त्यो दाइले झन् ठुलो दाइले त जहिले भन्नुहुन्छ मेरो आमा बाउलाई दुःख दियो 20 वर्ष दुःख पाएको छैन मेरो आमा बाउले अहिले तर मैले दुःख दिएको होइन त मैले आमा बाउलाई क्लियर भनेको थिएँ तपाईँ गर्नु सक्नुहुन्न भने नगर्नु तर मलाई यो घरको काम गाई गोरु स्याहार्नु आउँदैन भित्र काम गर्छु म जब गर्छु मैले पहिलेदेखि नै भनेको थिएँ अनि अर्को कुरा मलाई मेरो बुढाले टचर दिएको छैन भनेर भन्छ कि किनकि मलाई मेरो बुढाले यतिसम्म गरेको हो कि नेट पिक्चर नहालिन्जेलसम्म नबोल भनेर मसँग हप्ता दिनसम्म नबोलेको यो नानीको कसम खाएर भन्छु त्यो सोध्नु उसलाई ऊ केटीसँग बोलेको मैले फोटो भेट्दै पिक्चर भेट्दैहरू पनि मैले उसले मलाई चान्स दे भनेर मैले उसलाई चान्स दिएको हो हर बार मलाई भिडियो कल गरेर जस्तो उहाँले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने अब हामीलाई कुराकानी गर्ने क्रममा चाहिँ जस्तो यहाँले चाहिँ अब आफ्नै खर्चमा आफ्नै पढाउनु पनि हुन्थ्यो त्यही अनुसार चाहिँ मेरो छोराछोरीलाई पनि पाल्थेँ होइन भएको पैसा अलिअलि उब्रेको पैसा परिवारलाई पनि दिन्थेँ भनिरहनु भएको छ तर अब जुन किसिमको विदेशबाट पठाएको उहाँलाई नि म चाहिँ श्रीमतीलाई नै पठाउँथेँ भन्ने कुरा पनि अब हामीले त्यो मिडियामा ल्याउन चाहेनौँ त्यो कुरा होइन बुवालाई सोद्धा हुन्छ नि मैले कसरी बुवालाई गनेर दिन्थेँ भनेर एक पैसा बुवालाई गनेर दिन्थेँ किनकि उसको फाल्टो खर्च गर्नुको लागि त पठाउँदैन खालि ऋण थियो अहिलेसम्म ऋण त तिरिसकेको छैन ऋणको लागि पठाउँथ्यो मलाई गनेर दिन्थेँ त्यहाँबाट एक्स्ट्रा पठाएको भने मलाई 3-4 हजार 5,000 यसरी पठाउँथ्यो त्यतिले त घर खर्च चल्दैन नि त त्यहाँ हर दोकानमा सोद्धा हुन्छ मैले आफ्नो पैसाले नै मैले हर खर्चहरू प्रायः उसले मलाई दोकानबाट लिए भनेको त चाहिँ बाजेको दोकानबाट लिए भनेर भनेको थिएँ तर मैले त्यहाँबाट ल्याउनु भन्दा पनि ज्यादा त्यहाँनिर वरिपरिको सब दोकानमा सोद्धा हुन्छ म क्यास पैसा तिरेर नि लिएर आउँथेँ अनि मेरै पैसा लिएर म इन्डियाको बजार आएर पनि मैले सौदा गरेर घरको सौदा भर्थेँ मलाई उसको पैसा धेरै चलाएर मैले उसलाई पनि सोध्नु मैले उसलाई यस्तो दे त्यस्तो दे मलाई यति चाहियो उति चाहियो भनेर अननेसेसरी डिमान्ड चाहिँ कहिल्यै गरेको छुइनँ जस्तो अब हिँड्नै पर्ने बाध्यता जस्तो प्रब्लमहरू घरमा भयो समस्याहरू भयो होइन अब अरू परिवारले चाहिँ ल्याउन चाहिँ बाहिर ल्याउन खोज्दै पनि अरूले गर्दा दिएनन् भन्ने कुरा गर्नुभयो तर जस्तो सानो नानी हुनुहुन्छ नि त जस्तो 3 वर्षको बाबु 4 वर्ष मात्रै पुग्दै हुनुहुन्छ होइन त्यत्रो सानो नानीलाई चाहिँ छोडेर चाहिँ विवाह गर्नुपर्ने नै बाध्यता चाहिँ कस्तो क्या यो अलिकति यसमा चाहिँ सबैले प्रश्न गरिरहनु भएको छ मैले भनेको थिएँ उसलाई म यहाँ बस्नु सक्दिनँ म माइत जान्छु म मेरो नानी 14 वर्ष उसले मलाई नानी छोडेर भन्थ्यो मैले मेरो नानी 14 वर्ष भएपछि तपाईँ ल्याउनु नि त बाउ खोज्छ नि आखिर 14 वर्ष भएपछि ल्याउनु म माइत गएर डिभोर्स गर्छु माइत गएर बस्छु भनेर म जब गर्छु किनकि मेरो लाइफ त यसरी चल्दैन मैले त जब गर्नुपर्छ मेरो भविष्य बनाउनुपर्छ किनकि मलाई त्यहाँ यस्तो भन्नुभयो कि जब
मैले अहिले गर्दै गरेको प्राइभेट जब धरि म यसले जबले गर्दा फुरफुर गरेको होला, म सरितालाई भनेर जस्ट मेरो जेठानी दिदी उसलाई भनेर यो जब निकालिदिन्छु भनेर। मलाई मेरो जेठानी दिदीले लगाइदिएको जब होइन, मैले आफै खोजेर लगाएको जब हो, तर मलाई त्यो जब धरि निकालिदिन्छु यसको म भनेर मलाई आमाले रिसले भन्नुभयो। अब मलाई त्यहाँदेखि यति त हो, मेरो बहिनी आएको थियो 1 महिना त्यहाँनिर 1 महिना बसेर गयो, त्यतिखेरदेखिको मेरो हार्ट ब्रोक भएको, म यहाँबाट हिँड्नै पर्छ नत्र मेरो फ्युचर छैन। किनकि मेरो बहिनीलाई धरि इज्जतसम्म टिभी हेरो, त्यहाँ कोठामा बसेर टिभी हेरो, अनि त्यहाँ जेठानी दिदीको भाइ आएर बस्यो भनेर धरि मेरो बहिनीलाई यसरी लागेको भए गइहाल भनेर त्यस्तोसम्म भन्नु। मलाई मेरो माइतीसम्म कुरा आएछ, मेरो आचरण मेरो जेठाजुले त अहिले पनि म नानीको कसम खाएर भन्छु, मेरो जेठाजुलाई गएर सोध्दा मेरो जेठाजुले त मलाई 500मा बिक्ने माल हो, कोठामा होटलमा बिक्ने माल हो भनेर त्यो कुराले मैले घरभित्र भयो यो कुरा जहिले तहिले झगडा हुन्छ, जहिले किचकिच हुन्छ घरभित्र भयो भनेर मैले केही पनि सोचेँ। तर गाउँले मलाई तिमी 500मा बिक्ने, तिमी पहिले पनि यसरी भेटेको थियौ अरे त हो, त्यसरी भन्दाखेरि त मलाई पनि त चित्त दुख्छ नि। कोही बेला अरूको मुखबाट सुन्छु दिदी बहिनी आएर नानी राखेर निकालेर खेलाइदिन्छ अरे। जस्तो उहाँ हजुरको चरित्र चाहिँ त्यस्तो होइन, अरूले चाहिँ त्यस्तो भन्न खोज्नु भएको, जस्तो मतलब आफ्नो चरित्र त्यस्तो होइन तर अरूले चाहिँ यसरी औँला उठाए भनेर चाहिँ भन्न खोज्नु भएको हो, यसरी बुझौँ हामी कि होइन? हजुर हजुर, अब म 500मा बिक्ने त होइन नि त, म 500मा बिक्ने हो, मलाई 500मा बिक्ने होटलमा गएर 500मा बिक्ने मालधरि जेठाजुले भने मेरो त्यो घरमा यति पनि भ्यालु नै थिएन, इज्जतै थिएन। हर कोही अब म सबलाई यस्तो लाग्यो, हर कोही यही भन्थ्यो कि यसले गर्दाखेरि घर यस्तो भयो, यसले गर्दाखेरि अरूको मुखबाट सुन्थ्यो तिमीले गर्दा घर यस्तो भयो अरे त। मलाई कतिसम्म डिप्रेसन थियो, एउटा छोरी मान्छे हो, 23 वर्ष पुगेको छु, मैले यही सोचेँ अब म 23 वर्ष पुगेको छु, अबको 60 वर्षसम्म बाँच्छु होला, कमसेकम अबको 20-25 वर्ष पनि यसरी नै म रुँदै मेरो फ्युचरै हराएर एउटा सर्भेन्ट जस्तो भएर बिताउँ कि म मेरो लाइफ खुल्ला तरिकाले बिताउँ, यही सोचेँ मैले। किनकि मेरो सोचाइ छोटो हो या लामो हो या गलत हो सही हो भन्ने कुरामा म अरूले जजमेन्ट गर्ला, तर मेरो लागि मेरो सोचाइ या मैले खुदको लागि सोच्नु, मेरो फ्युचरको लागि सोच्नु, म जब गर्नैपर्छ, म यसरी बस्न सक्दिनँ एउटा ठाउँमा बुझेर अरूले भनेको भनाइ सुनेर टचसर तैँले गर्दा घर यस्तो भयो, तैँले गर्दा उस्तो भयो, मेरो बाउमाले तैँले गर्दा दुःख पायो भनेर अरूले भनिरहेको सुनेर बस्न सक्दिनँ थिएँ। मैले त्यसलाई सुरुमै भनेको थिएँ म माइत गएर डिभोर्स दिन्छु 14 वर्ष भएपछि बच्चा ल्याउनु भन्दाखेरि त्यसले मलाई यो भन्यो कि माइत गएर बस या जहाँ गएर बस, तँलाई म तानेर लिएर यहाँ नै आउँछु, घिसारेर भए पनि लिएर आउँछन्, त्यसो भए म मरिदिन्छु, मलाई घिसारेर यही ठाउँमा ल्याउने हो भने म मरिदिन्छु भन्दै गर्दाखेरि बरु मर भन्दै भन्नु। त्यस्तो स्थितिमा त म बाँच्न सक्दिनँ नि, माइत गएर पनि म के गर्थेँ दिवस खाएर गर्दाखेरि माइतीबाट पनि यही कुरा आयो कि सुहाउनुपर्छ, छोरी मान्छेले हर कुरा सुहाउनुपर्छ भन्ने कुरा आयो। म के गर्थेँ भन्नु न? जस्तो अब एउटा कुरा सोधिहाल्छु ल, अब धेरैले अब मैले यो कुरा भनिरहँदाखेरि मैले सोध्नै पर्ने हुन्छ। जस्तो एउटा सानो नानी हुनुहुन्छ नि त, प्रब्लमहरू यहाँले जुन कुरा भनिरहनु भएको छ यो सत्य हो नै, हामी अब यहाँको आफ्नो कुरा हो होइन, अब हो कि होइन त्यो भन्ने कुरा त हामी पछि छलफल गरौँला त्यो विषयमा पनि होइन। जस्तो अब नानी एउटा सानो नानी छ नि त, नानीलाई चाहिँ अरू कसैलाई चाहिँ जिम्मा लगाएर हिँड्नुको साटो चाहिँ एउटा रातिको समयमा भनौँ न त्यसरी चाहिँ छाडेर मन, एउटा आमा हो नि त हजुर त होइन, त्यो अलिकति मन चाहिँ कस्तो भयो क्या त्यति बेला चाहिँ नानीलाई छाडेर हिँड्नु पर्दा माया लागेन भन्न खोजेको मैले नानी लिएर हिँडेको थियो भने पनि मैले यो सोचेँ, मैले मेरो नानी, मलाई माया किन लाग्दैन, मैले जन्माएको नानी हो, मलाई माया लाग्दैन। मैले नानी लिएर मैले माइतमा छोडेको थिएँ भने पनि यिनीहरूले मेरो माइतीलाई धरि प्रेम लाग्थ्यो, मलाई छोड्नेवाला थिएन नि। बरु म मेरो स्वार्थी भएर मेरो खुसीको लागि हिँडेँ भने कम्ती मलाई बाँच्नु त दिन्छ, उसको नाम उसको सन्तान उनीहरूले राम्ररी त पाल्छ, यही सोच्थेँ मैले। जुन कुरा मलाई यो गाउँको जस्ट आफन्तहरूले नै यो कुरा मलाई भनेको भए हुन्थ्यो, मलाई सेयर गरेको भए हुन्थ्यो, हामी मिलाउँथ्यौँ जुन घरको कुरा भनिरहेछ नि, उनीहरूलाई राम्ररी नै थाहा थियो घरमा कसरी म बसेको थिएँ भनेर, राम्ररी नै थाहा थियो। जुन उनीहरूले अब पहिलेदेखि नै यस्तो हुन्थ्यो सोसियल मिडियामा, अब अलिकति हाम्रो झगडा भयो भने बुढोले सोसियल मिडियामा यसरी हाल्ने, काट्छुमा यसरी गरेर हाल्ने हुन्थ्यो, त्यसमा अरूको रेस्पोन्स के आउँथ्यो भने होइन धैर्य गरेर बस राम्रो हुन्छ यसरी भनेर आउँथ्यो। अब मलाई अत्याचार भएर मैले एकताल पहिले हाल्दिनँ त्यो घरको कुरा, एकताल मैले सोसियल मिडियामा मैले घर परिवारबाट एउटा बुहारी कसरी हेला हुन्छ भनेर मलाई सोद्धा यसरी भनेर मैले हालेको मात्रै थिएँ। त्यसमा मेरै आफन्तले के भन्यो भने घरको कुरा बाहिर किन ल्याउनु, घरको कुरा घरमा दबाएर राख्नुपर्छ, छोरी मान्छे हो सहेर बस्नु सिक्नुपर्छ, किन घरको बेइज्जत गरेको हो। त्यसो भने छोरी मान्छेले हर कुरा सहेर बस्नु सक्दैन नि,
हर कुरा सुहाउनुपर्छ भने त्यो उहिलेको जमाना थियो र म त्यो ख्यालको छैन नि त। मैले अरूको लागि मैले यत्रो सेक्रिफाइस गरेको छु, अरूको लागि मैले अरूको खुसीको लागि म गर्दैछु भने त मेरो खुसी त्यहाँ त्यो घरमा नि यस्तो थियो। अब उहाँ विदेशमा ऊ के भएर बिरामी भयो थाहा छैन, के भयो उसलाई, उसले पनि प्लस त यो भएर बिरामी भयो भन्दैन थियो। तर घरमा मलाई आमाले 2-3 साल यस्तो छन् भन्नुभयो कि टेन्सनले बिरामी भयो, कति टेन्सन दिन्छ, मायाले बोल, यसरी बोल, बुढालाई कसरी रुझाउनु पर्ने त्यो तैँले जान्नुपर्ने, बुढालाई कसरी रुझाउनु पर्ने, बुढालाई कसरी खुसी राख्नुपर्ने, परिवारलाई खुसी कसरी राख्नुपर्ने भन्ने कुरा मैले जान्नुपर्ने हो भने त मलाई कसले जान्ने कि मलाई कसरी खुसी राख्नुपर्ने भन्ने कुरा। अरू कुरा खुसी भन्नाले सम्पत्ति दिएर यसलाई यसो गरेर भन्ने कुरा हुँदैन त। तर किचकिच नहोस् न, दिनरात घरमा केही कुरामा ब्लेम नहोस् न, खुल्ला जिउनु पाइयोस् न। त्यो घरमा पनि मभन्दा 1 वर्षको सानो छोरी छ, मभन्दा 1 वर्ष कान्छी छोरी छ। अब उसको र मेरो तुलनामा म कतिसम्म गिरेको थिएँ, ऊ कतिसम्म माथि थियो। उसले भनेको कुरा हर सही हुन्थ्यो, मैले भनेको कुरा हर गलत, हर चिजमा ब्लेम। अनि यो कुरा मलाई जुन पहिलेदेखि नै यसरी लागेको थियो भनेर ब्लेम लाग्छ नि, पहिलेदेखि नै होइन, जुन जेठाजुले मलाई म नलागिकन पनि मलाई जेठाजुले ब्लेम लगाएको, त यो लागेको, त यसरी बिकेको, त बान्छीमा गएको भनेर यसरी ब्लेम लगाएको, पिसाब हेर्नु जाँदाखेरि यो सुतेर आयो भनेर ब्लेम लगाएको। त्यतिखेर म लाग्नु त के बोलेको पनि थिइनँ। जेस अरूले त्यसरी भन्दै अनि घरको टचर थियो भन्ने कुरा यहाँले गरिरहँदाखेरि त्यो हिसाबले चाहिँ अब चाहिँ मैले विवाह गर्नुपर्छ भनेर यसरी चाहिँ विवाह गर्नुभएको हो। यसरी गर्नुपर्छ भनेर पनि विवाह गर्नुपर्छ भनेर नै खासमा हिँडेको होइन। म एक्लोलाई जसरी पनि जिउँछु भन्ने तरिकाले घरबाट निस्केको थिएँ। मैले माइतीमा पनि मेरो भाइ बहिनी कोही थिएन। मन बाबालाई पनि मन बाबाले त यसरी आइस लिसो भयो भने साह्रो पर्छ, हामीलाई गाउँले के भन्छ त्यस्तो कुरा हेर्छु। अनि अब सबैतिरबाट मैले अलिकति कसैलाई सेयर गरेँ भने हे घरको कुरा सेयर नगर, यस्तो होला उस्तो होला, घरको कुरा किन निकाल्छस्, घरहरूले अलिअलि तर अलिअलि होइन नि त। मेरो एकताल त मेरो माइती गएर मिलाएको पनि हो। अब मैले बुझाउनु अरूलाई सक्दिनँ त, त्यो मेरो गल्ती हो। अरूलाई बुझाउनु यस्तो भयो मलाई भनेर बुझाउनु सक्दिनँ त। अब के गरेर देखाउनु सक्दिनँ, बुझाउनु सक्दिनँ, त्यो मेरो गल्ती थियो। खासमा म घरबाट पे गर्छु नै भनेर हिँडेको होइन। मलाई जस्ट म यहाँबाट काठमाडौँ जान्छु, काठमाडौँमा म चिनेको मान्छे छ, उसलाई जब खोजी माग्छु मैले। अनि त्यहाँनिर जब भ्याकेन्सीमा एड पनि गरेँ, जब भ्याकेन्सी सर्च गरेँ। अनि जब भ्याकेन्सी सर्च गर्दाखेरि मैले 2-3 जनालाई फोन गर्दाखेरि काठमाडौँको बानेश्वरमा यस्तो जब मैले सोचेँ म एक्लै जान्छु, म त्यहाँ गएर जब गर्छु, काठमाडौँमै बस्छु, जब गर्छु, त्यहाँ आफ्नो मान्छे पनि छ, आफ्नो मान्छेसँग नजिक हुन्छु, ठुलो बाबाहरू हुन्थ्यो अनि नजिक हुन्छु उनीहरूसँगै भनेर खासबाट घरबाट हिँडेको। घरबाट हिँड्दाखेरि के भयो भने मैले उसलाई बाटोमा भेटाएँ, के भने मलाई आधी बाटोसम्म मलाई पुर्याइदिनु जेसुकै होस् त्यसै भन्ने भन। तर मलाई अरूले पनि भनेको तँलाई यहीसँग शङ्का गरिरहेछ, मैसँग शङ्का गरिरहेछ, फेरि मैसँग गइस् भने यस्तो हुन्छ भनेर पनि भनेको। तर पनि मैले अब त्यस्तो समयमा जे होस् भनेर म हिँडिसक्यौँ। अनि हिँडिसकेपछि मसँग मैले घरको केही लगेको थिइनँ, डकुमेन्ट्स बाहेक मैले केही लगेको थिइनँ। मेरो डकुमेन्ट्स मात्रै बोकेर हिँडेको थिएँ मैले, मेरो डकुमेन्ट्स मात्रै बोकेर हिँड्थेँ। पैसा 1 रुपियाँ थिएन। अनि मैले पैसा अब चापडी खोजेर जानुपर्ने थियो। त्यहाँदेखि मैले मेरो बहिनीहरूलाई कल गर्छु, आधी बाटोमा गएर कहीँ बस्छु, अनि मेरो बहिनीहरूलाई कल गर्छु, मेरो पैसाको लागि स्कुलबाट उठाएर उनीहरूलाई लैजानु भन्छु भनेर मैले त्यहाँदेखि आधी बाटोमा बसेर अनि उनीहरूलाई कल गर्ने 8 बजीतिर कल गर्ने हुँदाखेरि घरमा यस्तो उनीहरू त उहाँ पुगिसकेपछि यस्तो भयो, योसँग हिँड्यो भनेर यस्तो भयो भने अनि आधी बाटोसम्म फर्केको मान्छेलाई पनि फर्काएर मै भएको ठाउँमा ल्याएर अब यस्तो भइसकेको छ मार्छ भनेर हामी हिँडेको। त्यसरी चाहिँ हिँड्नु भएको यो कुरा सत्य हो, साँच्चै हो? साँचो। अनि जुन कुरा उसले त्यो जुन कुरा मलाई यति लगो अहिले पनि जस्तो श्रीमानको धरी कपडा लिएर हिँडेको भन्ने कुरा छ नि, यो चाहिँ के हो? उसको कपडा र उसको डकुमेन्टले म के गरौँ? उसको कपडा भनेको उसको एडिजीमा छ, एडिजीमा छैन भने कोर्ट आमाले राखिदिनु भएको छ। अरू मलाई केही नै थाहा छैन, मैले उसको कपडा छुको पनि छैन, चलाएको पनि छैन, न उसको डकुमेन्ट। मैले मेरो डकुमेन्ट बाहेक केही नै लगिनँ त्यहाँबाट। त्यो त श्रीमानको पनि कपडा लिएर गएको भन्ने कुरा आएको थियो होइन, परिवारले भन्दै हुनुहुन्थ्यो। मैले श्रीमानको कपडा त के उसको मैले केही नै ल्याइनँ, डकुमेन्ट्सहरू मैले मेरो डकुमेन्ट। तर अब एउटा कुरा म भनिहाल्छु ल, जस्तो अब यो कुरा यहाँले भनिरहनु भएको छ होइन, हामीले पनि अब यहाँको कुरा मात्रै सुनिरहेको छ, हामीले मैले केही त्यस्तो धेरै प्रश्नहरू गरिनँ यहाँलाई होइन अहिलेको लागि, किनभने फोनमा कहाँ हुनुहुन्छ त्यो मलाई थाहा छैन होइन, यहाँले पनि भन्न चाहिरहनु भएको छैन। तर एउटा कुरा जस्तो अब यी सबै कुराहरू भनिरहँदाखेरि चाहिँ होइन
आधी बाटोमा बोलाएँ भन्ने कुरा गरिरहँदाखेरि चाहिँ उहाँले पनि त सोच्नु पर्यो होला नि त। मैले चाहिँ यस्तो उसँग जस्तो अब हजुरले त त्यो सोच्नुभयो परिवारले आरोप लगाए भन्ने कुराले गर्दाखेरि म त्यहीसँग गएँ होइन, आधी बाटोबाट उसलाई फेरि बोलाएर चाहिँ म उहीसँग गएँ भन्नुभयो। तर उसले पनि सोचेको थियो पहिला हजुरलाई लान्छु भनेर? सोचेको थियौँ भने त दुईजनाले पैसा म्यानेज गर्थ्यौँ होला, दुईजनाले होइन कसरी त्यो डिसिजनमा चाहिँ कसरी ऊ चाहिँ कसरी राजी हुनुभयो भन्ने कुरा हो कि। ऊ राजी थिएन, उसलाई यस्तो भयो त्यहाँनिर यहाँ नफर्किँदा पनि हुन्छ भन्छ काजु काजु मारे हिँडेको। अहिले भन्न मिल्छ यहाँ छु यस्तो ठाउँमा छु भन्न मिल्छ कहाँ हुनुहुन्छ? तपाईँलाई म फेरि कन्ट्याक्ट गरौँला न, म जब किनकि म मेरो वरिपरिको मान्छेलाई नराम्रो बनाउन चाहन्न। जब म मेरो वरिपरिको मान्छेको बाहिर हुन्छु तब म तपाईँलाई कन्ट्याक्ट गरेर फेरि आउला नि तपाईँको। अनि दोस्रो अब जस्तो पहिलो सुरु दिनमै यसरी म गएँ अब मलाई नखोज्नु भनेर परिवारलाई जानकारी गराउनु भयो? मैले गरेन त। गराउनु भएन? मैले जस्ट त्यसको 2 दिन बाद बेलुका चाहिँ जस्ट मेरो मम्मीले फोन गर्दाखेरि चाहिँ कहाँ छ साइज भन्दाखेरि मलाई लाग्यो अब मेरो कारणले अरूको, मैले मम्मीलाई पनि भने मेरो कारणले अरूलाई नराम्रो हुँदैन, मेरो कारणले कसैको ज्यान त जाँदैन भनेर भने। भन्दाखेरि मम्मीले तँ रुख आइज भन्नुभयो। मैले त्यही भएर लु अब चाहिँ म हिँडेको नै हो, म गएको नै हो, म अब चाहिँ यो ताल चाहिँ मलाई गएको नै भनेर सम्झिनु, म फर्किन्न, जस्ट मेरो गरी खान्छु, म मेरो फ्युचर बनाउँछु भनेर भन्छु। अरू केही भन्नु छ? अरू केही कुराहरू भन्नु छ यहाँलाई? मैले केही पनि हजुरलाई धेरै त्यस्तो प्रश्न गर्न चाहिनँ होइन, अरू धेरै कुराहरू पनि छ, भेटेरै कुरा गरौँला होइन। जस्तो अहिले चाहिँ भन्नुपर्ने कुराहरू केही छ यहाँको, यो कुरा चाहिँ मिडिया मार्फत जाओस् भन्ने केही छ? मेरो यही कुरा छ कि बार बार अब मैले मेरो लाइफ जसरी पनि जिउँछु, जसरी पनि फ्युचर बनाउँछु, म स्वार्थी नै भन्छु। सबैले स्वार्थी सोच्छ, गलत यो गल्ती हो गलत हो भनेर सोच्छ। दुनियाँले मलाई गलत सोच्छ त गल्ती नै सोच्छ, तर अब त बस जिउनु दियोस् न, अब त जिउनु दियोस् न। अब मेरो लाइफ मेरो फ्युचर बनाउनु दियोस् न। मैले उनीहरूलाई मर्डर गरेर कसैको मर्डर गरेर आएको छैन, कसैलाई टर्चर गरेर आएको छैन, कसैलाई केही गरेर आएको छैन। अब बस मलाई जिउनु दियोस्। अब मलाई पहिलेको जस्तै गरेर धम्के मलाई मराएरै छोड्छु भनेको रहेछ, अरूको छेउमा मराएरै छोड्छु होइन। मलाई आवाजै अलिक कस्तो बुझेन। जस्तोसुकै भए पनि जस्तोकै स्थिति भए पनि म हिँडेकै भनेर सोच्नुहोस् त। अब मलाई जिउनु दियोस्, गल्ती नै सोच्यो भने मलाई जिउनु दियोस्। मेरो खोजी तलासी गरेर मलाई यतिले उतिले भनेर म त्यसलाई राम्रै थाहा छ कि मलाई म पैसा दिनु सक्दिनँ, किनकि अहिले मेरो हालत त्यस्तो छैन, म पैसा दिनु। त्यही भएर मलाई 5 लाख निकाल जारी तिर भनेछ। मैले बोलेको सुनिरहनु भएको छ? बस मलाई जिउनु दियोस्। अब मैले त्यो खुलस्त तपाईँलाई पनि भन्नु न। जो सब हामी भेटेरै कुरा गरौँला। मैले यहाँलाई अरू केही पनि प्रश्न गर्न चाहिनँ। जस्तो यहाँले जसरी उहाँको परिवारले जसरी आफ्नो कुरा राख्नु भएको थियो, यहाँले पनि आफ्नो कुरा राख्ने मैले मौका दिएको हो होइन। हामीले त्यो मौका यहाँलाई दियौँ। भेटेरै कुराकानी गरौँला, अब के हो कसो कसरी अगाडि बढ्ने भन्ने कुराहरू। अब एउटा कुरा म सोच्छु ल अन्तिममा, जस्तो हजुरको श्रीमान नै अब हुने श्रीमान होइन, अब जस्तो श्रीमान हुनुहुन्छ जसले हामीलाई चाहिँ बोलाउनु भएको छ नि, उहाँलाई चाहिँ यदि उहाँले स्वीकार्छु हजुरले गरेको हरेक गल्ती भनौँ न, यो गल्ती यो चाहिँ जुन भाग्नु भएको गल्ती, अब हजुरले खेप्नु भएको समस्याहरू त छँदैछ, त्यो समस्याहरूलाई सबैलाई समाधान गरेर चाहिँ अब चाहिँ म यस्तो टर्चरहरू दिन्न, राम्रोसँग चाहिँ पाल्छु भनेर भन्नुभयो भने, स्वीकार्नु भयो भने मान्नुहुन्छ? नै म फेरि त्यो फ्यामिलीमा फर्केर आउँदिनँ, बरु म एक्लै गरी खान्छु, म एक्लै फ्युचर बनाउँछु। जेसुकै होस् म लाइफमा अघि म अब त्यो परिवारमा फर्केर आउनु। मैले खुलस्त बताउनु कसैलाई पनि सक्दिनँ, तर मैले खेपेको दुःख मलाई अझै पनि याद छ। म फर्केर आउँदिनँ, किनकि म ओल्ड टाइपको त्यो पहिले जस्तो बुहारीलाई यस्तो गर्दा पनि हुन्छ, उस्तो गर्दा पनि हुन्छ, बुहारीले सहनुपर्छ भन्ने ख्याल राख्ने ठाउँमा म फर्केर पनि आउँदिनँ। उसले उसको लाइफ सुधारोस्, उसले उसको जिन्दगी हेरोस्, बस भयो। मलाई जिउनु दियोस्। मेरो बहिनीहरूलाई त थाहा छ नि मलाई कस्तो छ, किनकि मेरो बहिनीहरू आएर बसेको, मेरो बहिनीहरूले मलाई माइत यहाँ घर हिँड्छ, यहाँ बस्नु नसक्ने मै मरौँला जस्तो भयो, त कसरी बसेस् भनेर भनेको। तर अब
म कसैलाई केही पनि बताउनै सकिनँ मलाई यस्तो भएको छ जस्तो अब अलिकति जस्तो यहाँ पढे लेखेको पनि हुनुहुन्छ भन्ने कुरा पनि हामीले थाहा पायौँ होइन। यहाँ अब त्यहाँ गाउँघरमा बुझ्दाखेरि पनि अरूले पनि भन्दाखेरि एकदमै चाहिँ ट्यालेन्ट खालको हुनुहुन्थ्यो अरे भन्ने कुरा पनि सुन्यो। तर जस्तो जुन दुःखहरू यहाँले भनिरहनु भएको छ नि, अहिले त न्यायिक समितिहरू छ, महिलाहरूको लागि गर्ने धेरै सङ्घ संस्थाहरू पनि हुनुहुन्छ। मलाई आफन्तले साथ दियो भने म ट्राई गर्छु, म त्यहाँ जान्छु, म डिभोर्स गर्छु, यसो गर्छु, म त्यो केस गर्छु भनेको पनि अब जब आफन्तहरूले नै मातेको बेलामा यस्तो गर्छ त, मातेको बेलामा यस्तो हुन्छ त, घर परिवारमा यस्तो हुन्छ त भनिदिएर बोल्नु नचाहेपछि म एक्लैले के गरौँ? मलाई त दिमागमै आएन। जतिसुकै पढेको भए पनि एकतालमा दिमागभरि टर्चर र किसिस भरिएपछि नि केही नै आउँदैन, भोग्नेलाई थाहा हुन्छ। मलाई केही नै आएन दिमागमा। मैले मेरो नजिकको आफन्तहरूलाई जति जति पनि सुनाउनु खोजेँ, जेठाजुले मलाई सुनाए, प्रेम दाजुले भन्नुभएको छ मलाई सुनाए पनि हुन्थ्यो भनेर भन्नुभएको छ। तर घरमा भएको हर झगडा दाजुलाई पनि थाहा छ। दाजुले तिम्रो गल्ती हो कि के हो थाहा छ एकदम। दाजुले जेठाजुलाई जुन ठुलो दाजुलाई माग माग्नु लाउनु भएको थियो, झुटा आरोप लाग्यो भनेर। तर त्यसपछि के भयो त्यो त थाहा छैन नि त। भन्नुहुन्छ मलाई भनेको भए हुन्थ्यो भनेर, तर थाहा छ त्यो दाजुलाई राम्ररी पनि। अहिले आएर सबले मलाई भनेको भए हुन्थ्यो, मलाई भनेको भए हुन्थ्यो भने सबलाई थाहा छ नि। अहिले किन मलाई भनेको भए हुन्थ्यो, मलाई भनेको भए हुन्थ्यो भन्ने भन्छ। सबैले कुरा लुकाउनु मात्रै खोज्छ, किनकि एउटा छोरी मान्छे भएपछि नि छोरी मान्छे नै जहिले गलत हुँदो रहेछ। ल यहाँको हामीले यहाँलाई मैले त्यस्तो धेरै भन्नुपर्ने प्रश्नहरू धेरै थिए, तर पनि मैले यहाँलाई केही पनि त्यस्तो प्रश्न गरिनँ होइन। यहाँको आफ्नो कुरा चाहिँ के रहेछ मात्रै, जस्ट यहाँको कुरा चाहिँ के हो, वास्तविकता आफूले भोग्नु भएको कुरा चाहिँ नढाँटिकर भन्नुहोस् है भनेर चाहिँ मैले यो चाहिँ यहाँसँग कुरा गरेको होइन। पछि हामी अझै पनि अब के रहेछ वास्तविकता के रहेछ भन्ने कुरा अलिकति बुझौँला, यहाँलाई पनि सहज के हुन्छ र परिवारलाई सहज के हुन्छ, अनि यहाँको श्रीमानलाई भनौँ न, पहिलाको श्रीमानलाई चाहिँ कसरी सहज बनाउन सकिएला भन्ने कुराहरूमा के सहयोग गर्नुपर्छ हाम्रो तर्फबाट पनि गरौँला होइन। मलाई त केही नै चाहिँदैन, मलाई केही नै छैन, केही नै गर्नु परेको छैन। बस अबको लाइफ भनेको मलाई जिउनु दियोस्, उसको बाटो लागोस्, म मेरो बाटो लाग्छु, मलाई जिउनु दियोस्, बस त्यति नै हो। तर मैले यतिसम्म भने कि म लाइफमा आएर मलाई के अत्याचार गरेको छ भनेर भन्छु, अनि म लाइफमा आएर मर्छु भन्दाखेरि मर बरु त्यस्तोसम्म भनेको छ। मलाई बस अब जिउनु दियोस्, मलाई कसैले के भन्छ, कसले के गर्छ, कसले थुक्छ, कसले पूजा गर्छ, कसले के गर्छ त्यसमा परवाह भएन कि अब मलाई मेरो लाइफ मेरो तरिकाले जिउनु दियोस्, मलाई खुसी बस्नु दियोस्, त्यति नै हो। हस् हुन्छ।